द डिबेटमा स्वागत छ। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी सेनाले अपरेसन एब्सोल्युट रिजल्भ अन्तर्गत पक्राउ गरेको खबरले संसारभरि एउटा तरङ्ग ल्याएको छ। एउटा देशले अर्को सार्वभौम देशको बहालवाला राष्ट्रपतिलाई सैन्य बल प्रयोग गरेर पक्राउ गर्नु यो एउटा यस्तो घटना हो जसले भनौँ न अन्तर्राष्ट्रिय सम्बन्धको नियम नै बदल्न सक्छ। हो र यसले एउटा निकै गम्भीर एकदमै आधारभूत प्रश्न खडा गरेको छ। आज हामी यही प्रश्नको दुई फरक पाटोबाट विश्लेषण गर्नेछौँ। के संयुक्त राज्य अमेरिकाको यो कदम क्षेत्रीय स्थायित्वका लागि साँच्चै आवश्यक थियो, जसलाई उनीहरू डोनरो सिद्धान्तको पुनराजागरण भनिरहेका छन्, वा यो अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाउने एउटा गैर कानुनी अपहरण हो जसले विश्वलाई नै अस्थिरताको बाटोमा धकेल्छ? मेरो विचारमा त हामीले यो घटनालाई क्षेत्रीय सुरक्षा र त्यो मानवीय सङ्कटको दृष्टिकोणबाट हेर्नै पर्छ। भेनेजुएला अब सामान्य देश थिएन, यो एक नार्को स्टेट अर्थात् लागू औषध राज्यमा परिणत भइसकेको थियो, जसले पुरै गोलार्धलाई नै खतरामा पारेको थियो। त्यसैले मलाई लाग्छ यो कारबाही आवश्यक थियो। तर मलाई लाग्छ कि यो कदमले अन्तर्राष्ट्रिय कानुनको जग नै हल्लाइदिएको छ। असल नियतको दाबी गर्दैमा एउटा शक्तिशाली देशले अर्को देशमाथि यसरी आक्रमण गर्न त पाउँदैन नि, होइन र? यसले त जसको शक्ति उसको भक्तिको खतरनाक नजिर स्थापित गरेको छ, जसको परिणाम हामीले सोचेभन्दा भयानक हुन सक्छ। हेर्नुहोस्, हामीले यहाँ भावनामा बगेर मात्र हुँदैन, तथ्यलाई हेर्नुपर्छ। मादुरोको शासनकालमा भेनेजुएलाको अर्थतन्त्र कसरी ध्वस्त भयो? ल्याटिन अमेरिकी इतिहासमा कहिल्यै नदेखिएको आर्थिक सङ्कुचन भयो। देशको कुल गार्हस्थ उत्पादन मतलब जीडीपी 74.3%ले घट्यो। यो कुनै सामान्य आर्थिक मन्दी होइन, यो त पूर्ण पतन हो। यसको सीधा असर त्यहाँका जनतामाथि पर्यो। 80 लाखभन्दा बढी मानिसहरू देश छोडेर शरणार्थी बन्न बाध्य भए। 80 लाख हो, 80 लाख। यो भनेको पुरै स्विजरल्यान्डको जनसङ्ख्या बराबर हो। उनीहरू छिमेकी देशहरूमा गए, जसले गर्दा कोलम्बिया, ब्राजिल, पेरू जस्ता देशहरूमाथि ठूलो दबाव पर्यो र क्षेत्रीय अस्थिरता झन बढ्यो। अब भन्नुहोस्, यो मानवीय सङ्कटलाई अमेरिकाले कहिलेसम्म ठुलो हिरेर बस्ने? मानवीय सङ्कटको कुरा जायज हो, म मान्छु, तर त्यसको समाधान सैन्य हस्तक्षेप नै हो त? तपाईले जुन सङ्कटको कुरा गर्नुभयो त्यसलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय संयन्त्रहरू छन्, कूटनीति छ, संयुक्त राष्ट्रसङ्घ छ, तर अमेरिकाले ती सबैलाई लत्याएर एकपक्षीय रूपमा बल प्रयोग गर्यो। तपाईले नार्को स्टेट भन्नुभयो, यो शब्द आफैमा कति खतरनाक छ। मादुरोमाथि अमेरिकी न्याय विभागले लागू औषध तस्करीको अभियोग नै लगाएको थियो। उनको सरकार ट्रेन डे आरागुआ जस्ता खतरनाक आपराधिक गिरोहसँग मिलेको थियो, जसले भेनेजुएलाबाट बाहिर पनि आफ्नो सञ्जाल फैलाएको थियो। जब कुनै देशको सरकार नै सङ्गठित अपराधको हिस्सा बन्छ, तब त्यो देशको सार्वभौम सत्ताको के अर्थ रहन्छ र? यो अवस्थामा अमेरिकाले जुन डोनरो सिद्धान्तको कुरा गरेको छ, त्यो एकदमै पर्टिनेन्ट देखिन्छ। यो लगभग 200 वर्ष पुरानो अमेरिकी नीति हो, जसको सारमा यो हाम्रो क्षेत्र हो र यहाँ बाहिरका शक्ति वा यहीकै कुनै खतरनाक तत्त्वले अस्थिरता फैलाउन पाउँदैन भन्ने हो। यो सिद्धान्त अनुसार अमेरिकाले आफ्नो प्रभाव क्षेत्रमा व्यवस्था कायम राख्नु आफ्नो जिम्मेवारी ठान्छ। एक मिनट रोक्नुहोस्। तपाईले डोनरो सिद्धान्तलाई जसरी प्रस्तुत गरिरहनु भएको छ, त्यो त एउटा शक्तिशाली देशले आफ्नो छिमेकीमाथि दादागिरी देखाउने बहाना जस्तो सुनियो। अन्तर्राष्ट्रिय कानुनले यस्तो कुरालाई मान्यता दिँदैन। भेनेजुएला सरकारले यसलाई अपहरण भनेको छ र कानुनी रूपमा हेर्ने हो भने यो त्यही नै हो। अन्तर्राष्ट्रिय कानुनका विशेषज्ञहरूले यसलाई आक्रमणको अपराध, क्राइम अफ अग्रेसन भनेका छन्। किनभने यो संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा 2.4 को ठाडो उल्लङ्घन हो। त्यो धाराले स्पष्ट रूपमा भन्छ कि कुनै पनि देशले अर्को देशको राजनीतिक स्वतन्त्रता र भौगोलिक अखण्डता विरुद्ध बल प्रयोग गर्न पाउँदैन। यो नियम दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाको जग हो। अमेरिकाले त्यही जगमाथि हमला गरेको छ। भन्नुभएको छ, म धरातलीय यथार्थको कुरा गर्दैछु। जब कूटनीति र आर्थिक प्रतिबन्धहरू वर्षौंसम्म असफल हुन्छन् र एउटा देशको सङ्कटले पुरै महादेशलाई असर गर्न थाल्छ, तब के गर्ने? के कानुनी प्रक्रियाको नाममा लाखौं मानिसलाई दुःखमा छोडिदिने? यो कारबाही अन्तिम उपाय थियो।
र राष्ट्रपति ट्रम्पले स्पष्ट भनेका छन् कि यो केवल मादुरोलाई हटाउने मात्र होइन, एक सुरक्षित र विवेकपूर्ण संक्रमण नहुन्जेल अमेरिकाले देश चलाउन सहयोग गर्नेछ। यसले राम्रो भविष्य निर्माण गर्ने लक्ष्य देखाउँछ, अराजकता फैलाउने होइन। त्यो तर्क म मान्न तयार छैन। नैतिकताको नाममा अन्तर्राष्ट्रिय कानूनलाई कुलचिन त पाइँदैन नि। संयुक्त राष्ट्र सङ्घको बडापत्र बनाउनुको उद्देश्य नै यही थियो कि शक्तिशाली राष्ट्रहरूले आफ्नो नैतिकताको परिभाषा अनुसार अरूमाथि आक्रमण नगरून्। हामीले इतिहासबाट पनि सिक्नुपर्छ। सन् 1989मा अमेरिकाले पनामाका शासक म्यानुएल नोरिगालाई पक्राउ गर्दा पनि यस्तै लागुऔषध तस्करी र अव्यवस्थाको तर्क दिएको थियो। तर त्यतिबेला संयुक्त राष्ट्र महासभाले त्यसलाई अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भनेर निन्दा गरेको थियो। यो कुनै नयाँ र न्यायोचित सिद्धान्त होइन, बरु पुरानै गल्तीको पुनरावृत्ति हो। तपाईले देश चलाउने कुरा गर्नुभयो, यो त झन खतरनाक छ। यसले त अमेरिकाले भेनेजुएलामाथि कब्जा गर्न खोजेको जस्तो देखिन्छ। कब्जा होइन, पुनर्निर्माणमा सहयोग। र यो पुनर्निर्माणको केन्द्रमा के छ? तेल। तपाईले कानूनी सिद्धान्तको कुरा गर्नुभयो, तर के हामी यथार्थलाई बेवास्ता गर्न सक्छौं र? भेनेजुलाको 80 लाख शरणार्थीको समस्याको जड त त्यही ध्वस्त भएको अर्थतन्त्र हो जसको इन्जिन तेल हो। भेनेजुला संसारकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार भएको देश हो। मादुरोको कुप्रबन्धनले त्यो उद्योग तहस-नहस भयो। अब त्यो तेल भण्डारलाई सुरक्षित गर्नु र उत्पादनलाई फेरि सुरु गर्नु क्षेत्रीय आर्थिक स्थायित्वका लागि महत्त्वपूर्ण छ। राष्ट्रपति ट्रम्पले भनेका छन् कि अमेरिकी तेल कम्पनीहरूले खराब भएको पूर्वाधारलाई ठिक गर्नेछन् र देशका लागि पैसा कमाउन सुरु गर्नेछन्। यो औपनिवेशिक शोषण होइन, बरु एक असफल राज्यको मुख्य आर्थिक इन्जिनलाई पुनर्निर्माण गर्ने व्यावहारिक योजना हो, जसले भेनेजुलाका जनता र समग्र क्षेत्रलाई नै फाइदा पुर्याउँछ। मलाई माफ गर्नुहोस्, तर राष्ट्रपति ट्रम्पकै शब्दले तपाईको मानवीय तर्कलाई खोक्रो बनाइदिन्छ। उनले पहिले के भनेका थिए याद छ? हामीले त्यो सबै तेल राख्ने थियौं। यो भन्दा स्पष्ट अरू के हुन्छ? यो त स्रोत कब्जा गर्ने पुरानै औपनिवेशिक मानसिकता भयो। जब तपाईँ भन्नुहुन्छ कि अमेरिकी कम्पनीहरूले पैसा कमाउनेछन्, तब यो कारबाही भेनेजुएलाका जनताको हितमा भन्दा बढी अमेरिकी आर्थिक स्वार्थ सुरक्षित गर्न केन्द्रित देखिन्छ। यो स्थायित्वको लागि होइन, अमेरिकी कर्पोरेसनहरूको नाफाको लागि हो। यसले त झन् यो कारबाहीको नियतमाथि गम्भीर प्रश्न खडा गर्छ। धीर लगानी आवश्यक छ। तर मुख्य कुरा के हो भने मादुरोलाई हटाउँदा प्रजातान्त्रिक संक्रमणको ढोका खुलेको छ। उपराष्ट्रपति डेल्सी रोड्रिगेज, जो अहिले कार्यवाहक राष्ट्रपति बनेकी छिन्, उनी मादुरोकी वफादार थिइन्, यो सत्य हो। तर उनी एक प्राविधिक पनि हुन् जसले अमेरिकी प्रतिबन्धका बावजुद तेल उत्पादन बढाउन सफल भएकी थिइन् र अमेरिकी अधिकारीहरूको केही सम्मान जितेकी छन्। राष्ट्रपति ट्रम्पको भनाई कि उनी हामीले आवश्यक ठानेको कुरा गर्न इच्छुक थिइन् भन्ने कुराले अमेरिकाको नेतृत्वमा एक व्यावहारिक संक्रमणको सम्भावना देखाउँछ। यो अराजकता होइन, अवसर हो। तपाईले यसलाई अवसर भन्नुहुन्छ, तर म यसलाई चरम अनिश्चितता र अराजकताको सुरुवात देख्छु। अमेरिकी कारवाहीले शासनको टाउको मात्र काटेको छ, तर शरीर अर्थात् पुरानो संरचना जस्ताको तस्तै छ। डियोस्टाडो काबेलो जस्ता कट्टरपन्थीहरू अझै पनि रक्षा र आन्तरिक मन्त्रालय जस्ता प्रमुख पदहरूमा छन्। के उनीहरूले चुपचाप अमेरिकी योजना स्वीकार गर्लान्? मलाई त शङ्का छ। अनि तपाईले डेल्सी रोड्रिगेजको कुरा गर्नुभयो। नबिर्सुनुहोस्, उनले आफैले एक आक्रामक पत्रकार सम्मेलनमा यो कब्जालाई अपहरण भनेकी थिइन्। उनीसँग काम गर्ने योजना कति व्यावहारिक होला त? राजनीतिमा असम्भव केही हुँदैन। परिस्थिति अनुसार मानिसहरू बदलिन्छन्। तर तपाईले एउटा महत्त्वपूर्ण कुरा बिर्सिरहनु भएको छ। के कुरा? अमेरिकाले यो कदम चालेर पश्चिमी गोलार्धका दुष्ट राज्यहरू विरुद्ध आफ्नो अडानलाई पुनस्थापित गरेको छ। यसले अमेरिकी प्रभुत्वलाई फेरि कहिल्यै प्रश्न नगरिने भन्ने एउटा स्पष्ट सन्देश दिएको छ। यो चीन र रूस जस्ता विरोधीहरूलाई पनि एउटा चेतावनी हो कि उनीहरूले यस क्षेत्रमा आफ्नो सैन्य वा आर्थिक प्रभाव विस्तार गर्ने प्रयास नगरून्। यो एक आवश्यक प्रदर्शन थियो कि अमेरिका आफ्नो आँगनमा खतरा सहन तयार छैन। यसले अमेरिकी विश्वसनीयता बढाउँछ। खै, मलाई लाग्छ तपाईले यहाँ एउटा महत्त्वपूर्ण कुरा छुट्याइरहनु भएको छ। यो विश्वसनीयता होइन, यो दादागिरी हो। र तपाईले जुन विश्वव्यापी नजिरको कुरा गर्नुभयो, त्यसको परिणाम ठिक उल्टो हुनेछ।
तपाईँ यसलाई प्रतिरोध भन्नुहुन्छ, म यसलाई अरूलाई हस्तक्षेप गर्न बहाना सिर्जना गर्ने कार्य भन्छु। अब रुसले युक्रेनमाथिको आफ्नो आक्रमणलाई सही ठहराउन यही उदाहरण प्रयोग गर्नेछ। चीनले ताइवानमाथि आफ्नो दाबी प्रस्तुत गर्दा यसलाई उद्धृत गर्न सक्छ। यसले त सार्वभौम राष्ट्रहरू विरुद्ध एकपक्षीय सैन्य कारबाहीलाई सामान्य बनाउँछ। तर भेनेजुएलाको अवस्था युक्रेन वा ताइवान जस्तो होइन नि। यहाँको सरकार आफ्नै जनताको लागि खतरा बनेको थियो। त्यो निर्णय गर्ने अधिकार कसले दियो अमेरिकालाई? यो त हामीलाई जे ठिक लाग्छ त्यही कानुन हो भने जस्तै भएन र? र यसको नतिजा हेर्नुहोस्। भर्खरै उत्तर कोरियाले जुन मिसाइल परीक्षण गर्यो त्यसलाई कसरी हेर्ने? उनीहरूले यो घटनाबाट के सिके? उनीहरूले सिके कि यदि आफूलाई अमेरिकाबाट सुरक्षित राख्ने हो भने आणविक हतियार हुनु अनिवार्य छ। तपाईको यो कदमले शान्ति होइन हतियारको होडबाजीलाई बढावा दिन्छ। अनि क्षेत्रीय प्रतिक्रिया हेर्नुहोस्। ब्राजिल, कोलम्बिया र मेक्सिको जस्ता प्रमुख ल्याटिन अमेरिकी देशहरू जो भेनेजुएलाको सङ्कटबाट सबैभन्दा बढी प्रभावित थिए, उनीहरूले समेत संयुक्त रूपमा यसको निन्दा गरेका छन्। यसले अमेरिकालाई क्षेत्रीय रूपमा बलियो होइन एक्लो बनाएको छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यदि अमेरिकाको लक्ष्य साँचो प्रजातन्त्र स्थापना गर्नु थियो भने उनीहरूले भेनेजुएलाको सबसे प्रख्यात प्रजातान्त्रिक विपक्षी नेता मारिया कोरिना मचाडोलाई किन बेवास्ता गरे? यसले के देखाउँछ भने उनीहरूको लक्ष्य साँचो प्रजातन्त्र थिएन, बरु आफूले नियन्त्रण गर्न सक्ने अनुकूल नेतृत्व खोज्नु थियो। यो एउटै निर्णयले उनीहरूको मानवीय तर्कलाई कमजोर बनाउँछ। सारांशमा भन्नुपर्दा भेनेजुएलाको अवस्था चरम सङ्कटमा थियो। अर्थतन्त्र ध्वस्त, लाखौं मानिसहरूको पलायन र लागु औषध आतंकवादमा गहिरो रूपमा संलग्न सरकार। विधिहरू अपरम्परागत र विवादास्पद हुन सक्छन्, तर यो गोलार्धको सुरक्षामाथिको प्रत्यक्ष खतराको एक निर्णायक र आवश्यक प्रतिक्रिया थियो। यसले व्यवस्था र अवसर पुनर्स्थापित गर्न डोनरो सिद्धान्तलाई मूर्त रूप दियो, जसले भविष्यमा यस्तो सङ्कट दोहोरिनबाट रोक्न सक्छ। र मेरो सारांशमा, मादुरो शासनको प्रकृति जस्तो सुकै भए पनि यो कदम अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन थियो। नियममा आधारित व्यवस्थाभन्दा एकपक्षीय बललाई प्राथमिकता दिएर अमेरिकाले एक खतरनाक विश्वव्यापी नजिर स्थापित गरेको छ। यसले अन्य विश्वशक्तिहरूलाई यस्तै आक्रामकता देखाउन प्रोत्साहित गर्नेछ र अन्ततः अमेरिकाकै सुरक्षालाई कमजोर बनाउनेछ। यो अल्पकालीन लाभको लागि दीर्घकालीन विश्वव्यापी स्थायित्वलाई खतरामा पार्ने कदम हो। निकोलस मादुरोको बहिर्गमनले भेनेजुएला र ल्याटिन अमेरिकाको परिदृश्यलाई आधारभूत रूपमा परिवर्तन गरेको छ, यो कुरामा कुनै शङ्का छैन। यो घटनाले राष्ट्रिय सार्वभौम सत्ता र अन्तर्राष्ट्रिय हस्तक्षेप बीचको गहिरो र पुरानो तनावलाई फेरि एकपटक सतहमा ल्याइदिएको छ। हो, र यसले कानुनको शासन र शक्तिको अभ्यास बीचको द्वन्द्वलाई उजागर गरेको छ। के शक्तिशाली हुनुले सही हुनुको अधिकार दिन्छ? यो प्रश्नको उत्तरले आउने दशकहरूको विश्व व्यवस्थालाई आकार दिनेछ। स्रोत सामग्रीले देखाउँछ कि यसका दीर्घकालीन परिणामहरू जटिल हुनेछन् र यसमा विचार गर्नुपर्ने धेरै पक्षहरू छन्।